यस्तो सफा। ओ तेरी, यहाँ त के हो, खतरा रहेछ त। कार पार्किङ गर्ने बिल्डिङ हो। यहाँ स्क्यान गर्यो भने यहाँ चाहिँ पैसा देखाउँछ। ओए देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै काउली जस्तो यार। गुड मर्निङ गाइज। अनि आज चाहिँ हामी 4-5 जना केटाहरू चाहिँ जाँदैछु। अब धेरै डकुमेन्टहरू बनाउनु पर्ने रहेछ, त्यही भएर चाहिँ आज चाहिँ पासबुक अनि माई नम्बर कार्ड। भोलि आउँदा तपाईँहरूलाई पनि सजिलो होस्, हामीले जस्तो दुःख नपाओस्। हवस्। अनि आज चाहिँ ट्रेनमा जानुपर्ने भएकोले चाहिँ सुइकामा पैसा लोड गर्नुपर्छ। अनि सुइकाले टिकट नकाटिकन सुइका स्क्यान गरेर जानुपर्छ। हो, त्यो सब देखाउनेवाला छु। यो चाहिँ सुइका हो, यो चाहिँ ट्रेन चढ्नको लागि युज हुन्छ। यसमा चाहिँ पैसा लोड गर्नुपर्ने हुन्छ। सो यहाँ पैसा लोड गर्दैछु। नभए यो पैसा लोड गर्न चाहिँ मलाई आउँदैन, यो चाहिँ हाम्रो टङ्का साथीले आउँछ। त हामीले चाहिँ यहाँ सुइका हाल्यो अनि यहाँ पैसा हाल्यो अनि 10,000 लोड गरिदिएको। 5,000 भनेको मुला ए भएछ कि आजले पुग्छ। कति हजार रहेछ गर्नु त? 1 2 3 4 5 10। सो यहाँ चाहिँ सुइकामा पैसा हाल्यो होइन। सो अब चाहिँ यो सुइका चाहिँ त्यहाँ स्क्यान गर्नुपर्ने हुन्छ अनि मात्र ट्रेन चढ्नुपर्छ। यो सुइका भएको फाइदा चाहिँ के हो भने अब टिकट काटेर बसिरहनु पर्दैन। यहाँ स्क्यान गर्ने अनि झर्ने ठाउँमा फेरि स्क्यान गर्ने। सो स्क्यान गरेको देखाउँछु। सो सुइका ल तिमी गर स्क्यान गर छिटो। हो यसरी स्क्यान गर्ने। यहाँ स्क्यान गऱ्यो भने यहाँ चाहिँ पैसा देखाउँछ। मेरो 2142 रुपियाँ रहेछ। सो अब तल चाहिँ गएर हामी ट्रेन चढ्छौँ। ट्रेन कुरेर यस्तो छ। एकी त कति सफा सफा। उता स्क्यान गऱ्यो। अब यहाँ आबिकोमा पनि स्क्यान गर्नुपर्छ झर्ने बेलामा चाहिँ। जाँदैछु। देख्न सक्नुहुन्छ कत्रो ठुल्ठुलो बिल्डिङ। हामी बस्ने ठाउँतिर चाहिँ सानो बिल्डिङ छ, तर यहाँ त कत्रो ठुल्ठुलो हुनसक्छ 10-12 तल्लाको। सो देख्न सक्नुहुन्छ के गर्छ हिँडिरहेछ। आम्मा यो रुखलाई पनि यस्तो गर्छ क्या। यहाँ त यो रुखलाई चाहिँ यस्तो किन गरेको है, यो रुखबाट चाहिँ त्यो पात झरेर भुइँतिर फोहोर हुन्छ भनेर चाहिँ यस्तो गरेको क्या। हामी कहाँसम्म जाने अरे टङ्का दाइ? सिटी अफिसमै जाने हो? ए सिटी अफिस भनेपछि त अलिकति डह्रो हिँडेर पर्ने भयो एकछिन। कति सफा छ यार जापान त। कम सफा छैन, टिक्क टल्केको छ भने। सो यो बिल्डिङ चाहिँ कार पार्किङ गर्ने बिल्डिङ हो। सुई 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 घुमेर माथि कार पार्किङ चाहिँ माथि होला। ओइ टङ्का दाइ, ए टङ्का दाइ, यो त हाम्रो यहाँ त कार पनि घरमाथि पार्क हुन्छ पुरै। अब तल ठाउँ त तल पनि धेरै छ, तर सहरमा चाहिँ अलि माथि माथि पार्क हुने रहेछ है। पार्किङ माथि माथि बनाउने रहेछ क्या। सानो ठाउँको पनि पार्किङ चाहिँ पैसा नि फेरि डह्रो लिन्छ अरे पार्किङको। सफाको बारेमा के भन्न चाहनुहुन्छ? सफाको बारेमा त हामी खासै बोल्न चाहन्नौँ नेपाली भएको कारणले गर्दा। सफा भनेको सफा यो ठाउँ सफाको बारेमा एकदम सफा, एकदम सफा सफा। एउटा नि फोहोर देख्दिनँ यार म त। रोडमा पनि थुक्न नि मिल्दैन। आफूले खाएको प्लास्टिक आफ्नै गोचीमा हालेर बोकेर हिँड्नुपर्छ। गाह्रो छ। गाइस यो पछाडि देखेको चाहिँ हस्पिटल हो। अब नेपालमा भएको भए चाहिँ हस्पिटलमा भिडभाड निकै हुन्थ्यो। यहाँ चाहिँ उति साह्रो भिडभाड छैन, किनकि यहाँको मान्छे उति साह्रो बिरामी नै नहुने रहेछ। एक्सर्साइज गरेर यहाँको मान्छे एकदम तन्दुरुस्त बस्ने, स्ट्रङ बस्ने, बिरामी नै नहुने उति साह्रो। त्यही भएर पनि हस्पिटलहरू पुरै खाली छ यहाँको। सो फाइनली अहिले चाहिँ हामी अफिसमा आइसकेको छु। यहाँ अफिसमा थोरै काम छ अनि त्यो काम सकाएर चाहिँ हामी फेरि बाहिर भेटौँला बाटोमा है त। देख्न सक्नुहुन्छ यहाँ माछा यस्तो सफा माछा छ। ओ माई गॉड, यस्तो माछा त मैले अहिलेसम्म देखेको थिएन। सो अहिले फेरि एकछिनपछि भेटौँला। अब डकुमेन्टहरू सबै बनाइसक्यो। अब फेरि हामी ल यस्तो गवाल छ यार घरहरू। यतातिर त क्या अग्लो अग्लो घरहरू छ। यता चाहिँ उता हामी बस्ने ठाउँतिर चाहिँ सानो घर छ, यतातिर चाहिँ बबाल ठुल्ठुलो घर छ क्या। अझै एउटा काम कम्प्लिट हुन बाँकी छ। सो त्यतातिर जाँदैछौँ हामी चाहिँ। ओकी ताती मुनो ताकुसान आरिमास आबिको
आबीको माथि नि। अहिले चाहिँ हामी सानो ट्रेनमा छौँ ल। यत्रो सानो ट्रेनहरू पनि आउने रहेछ है जापानमा चाहिँ। अब चाहिँ हामी रुगासाकी जान थालेको सानो ट्रेन चढेर। कस्तो साह्रो रहेछ है खतरा साह्रो रहेछ। खाना नमिल्ने खालको पाउरोटी रहेछ यहाँ चाहिँ। ल देख्न सक्नुहुन्छ कत्रो सानो ट्रेन, कुट्के ट्रेन। अब चाहिँ हामी 3 जना फेरि जानुपर्छ उता कामको लागि, त्यो अफिसमा फर्म भर्नलाई। कति राम्रो बगैँचा हेरेँ यहाँ, खतरा राम्रो रहेछ नि त। हामी चाहिँ अहिले लोकेसन हेर्दै हिँडिरहेको छ होइन। लोकेसनको भरमा हिँड्नुपर्छ। यतातिर बाटो त यस्तो चिल्लो छ, खतरा सफा पनि क्या। रोड चाहिँ सफा छ तर गाडी चाहिँ एउटा पनि हिँड्दैन यहाँ। गाडीहरू पनि छैन उति साह्रो। सब ट्रेन युज गर्ने रहेछ त। ओ तेरी, यहाँ त के हो खतरा रहेछ त। पुरा इलिगलको त्यो पुरा बल समातेर बसेको रहेछ त्यहाँ। ओइ कडा खै जति गर्दा पनि पुग्दैन त हो। हामी हरायो कि क्या हो। खोइ कहाँ रहेछ ड्राइभर? ओए ड्राइगन रहेछ उ त्यहाँ पर। के हो यतातिर चाहिँ त्यस्तो ड्रागन साइगनहरू आउँछ भनेर राखेको हो कि क्या हो है। ऊ पर रहेछ तर देखेन होला पक्कै पनि, क्यामेरामा चाहिँ देखेन। नजिक जानु पाएको ऊ यहाँ खतरा स्टिलको। ओए यतातिर त के हो बगैँचाहरू छ त। बगैँचा होइन, बगैँचा ऊ यहाँ के हो यो? रिङ जस्तो रिङ। यतातिर पनि छ है होइन। त्यो अहिले आइहाल्छ। ओए देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै काउली जस्तो यार, कति राम्रो हो। रुख हो रुख त हो नि यो है। बगैँचा त बबाल आउँछ क्या। अहिले चाहिँ हामी ठ्याक्कै अफिसमा आइपुगिसकेका छौँ। अब अहिले एकछिनमा भेटौँला।